कोरियाको आधुनिक कृषि यस्तरी ठुलो हाइटेक टनलहरूमा चाहिँ 12 मास चाहिँ यो अफ सिजनल भेजिटेबलहरू चाहिँ लगाइन्छ। हेर्नुस् यो टमाटर, यहाँ चाहिँ हाम्रो साउबाको चाहिँ यो टमाटर खेती लगाउनु भएको छ। हेर्नुस् यता सानो बिरुवाहरू हुर्किँदैछ भने उतातिर बुढो भएको बिरुवाहरूलाई चाहिँ अब काटकुट गरेर फेरि नयाँ लगाइन्छ। यो फिनेल हाउसमा चाहिँ 12 महिना चाहिँ यहाँ चाहिँ भइरहेको छ। यसमा चाहिँ खेती भइरहेको छ। हेर्नु साथीहरू, यस्तो राम्रो हुन्छ यहाँको यो भित्र चाहिँ खेती चाहिँ। तपाईको यो वाटर ड्रप सिस्टम छ, थोपा सिँचाइ। त्यसपछि अब यसलाई केयर त गर्नुपर्छ, तर सजिलोसँग चाहिँ राम्रो उत्पादन गर्न सकिन्छ। व्यावसायिक तरिकाले चाहिँ खेती गर्न सकिन्छ। हाम्रो नेपालमा पनि यस्तै खालको चाहिँ गर्न सकियो भने चाहिँ सरकारले चाहिँ सहुलियतपूर्ण ऋण जो कृषकहरू चाहिँ गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ सहुलियतपूर्ण ऋण दिएर व्यवसायलाई प्रोत्साहन गर्न सक्यो भने चाहिँ नेपालमा पनि यस्तो खालको कृषि चाहिँ सम्भव छ। यो फिनेल हाउस यहाँको माटो चाहिँ उर्वर नभए पनि यसलाई चाहिँ राम्रोसँग व्यवस्थित तरिकाले चाहिँ गरेको हुनाले चाहिँ यहाँ चाहिँ राम्रो छ। हाम्रो नेपालमा पनि यस्तो खालको चाहिँ गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। ल हेर्नु, अब यो यतातिर हुर्किँदैछ। यो सानो बिरुवाहरू चाहिँ हुर्किँदैछ, बढ्दैछ। यस्तो डोरीको सहायताले चाहिँ यसलाई चाहिँ माथि लैजान्छ। अब यता चाहिँ यो पुरानो भइसक्यो। हेर्नु, अब यो सब यहाँ यो यति राम्रो टमाटरहरू पनि छ, तर यो यहाँ बिक्री हुँदैन। हेर्नुस्, यो सबै अब फाँडेर यहाँ चाहिँ फेरि पुनः लगाइन्छ। यतातिर हाम्रो चाहिँ स्ट्रबेरी छ भने बिहानको समयमा 5 बजीतिर लगभग हामी यहाँ चाहिँ 6 बजे आइपुग्छौँ। यहाँ चाहिँ बिहान स्ट्रबेरी टिपिन्छ भने दिउँसोको समयमा चाहिँ हामी यो अरू कामहरू चाहिँ गर्छौँ। बिहान चाहिँ यो सबै स्ट्रबेरीको साइट हो। यहाँ सबैमा स्ट्रबेरी छ। यो स्ट्रबेरीको चाहिँ यति नै छ। त्यसपछि हाम्रो यतापट्टि पनि तपाईँको टमाटर छ। हाम्रोमा चाहिँ 2टा मात्रै छ, एउटा स्ट्रबेरीको अनि यो टमाटरको। अब यो टमाटोको चाहिँ सबै यसलाई फाँडेर यसलाई पुरै क्लिन गरेर अनि फेरि यहाँ नयाँ बिरुवाहरू चाहिँ रोपिन्छ। यस्तो छ साथीहरू। यो टमाटरहरू हेर्नु न, यो चाहिँ अब सबै यहाँ चाहिँ नेपालमा भए चाहिँ यो यसलाई उपयोग गर्न सकिन्थ्यो होला। यहाँ चाहिँ यो अब यो वेस्ट नै हो। हेर्नु, यो चाहिँ अब गयो, यसको डेट चाहिँ सकियो। यो सबै सकियो। अब यो सबै क्लिन गरेर यहाँ फेरि हामीले रोपिन्छ। अब मेरो काम चाहिँ यही भित्र चाहिँ अब यो नि यसलाई फडानी गर्ने, त्यसपछि फेरि यहाँ चाहिँ सुरु गर्ने, यस्तै काम छ साथीहरू। अब मेरो भ्लग युट्युब हेर्दै गर्नु होला। कोरियाको काम के कस्तो हुन्छ, कोरियाको जीवनयापन कस्तो हुन्छ, कोरियाको यथार्थ के छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई जानकारी गराउँदै चाहन्छु। कृपया मेरो युट्युब च्यानल, फेसबुक, इन्स्टाग्राम, टिकटक चाहिँ लाइक, सेयर, कमेन्ट, फलो गरिदिनु होला। धन्यवाद सबैजनालाई।